हेलो साथीहरू, हामी आइपुग्यौँ चारैतिर हरियाली सुन्दर दृश्यको बीचमा रहेको ठाउँ ऐतिहासिक गलकुट दरबारमा। यति सुन्दर ठाउँ वरपर के कस्ता रहेका छन् तपाईहरूलाई पनि हामी देखाउन घुमाउनतर्फ लाग्नेछौँ। दरबारको अगाडि रहेका झण्डाहरूमध्ये नेपालको झण्डालाई एक सल्युट दिइहाल्न मन लाग्यो। पुराना शैलीमा बनेका सुन्दर मन्दिर, सुन्दर पिङ, अझ रमाइलो त झन् यहाँनिर रुखमाथि घर बनाइएको रहेछ। निकै रमाइलो लाग्यो। साथमा यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ एउटा सुन्दर कुवा पनि छ। कुवाको अगाडि हरियाली दृश्यहरूले ढाकेका यो रमणीय वातावरण निकै शान्त अनि निकै सुन्दर थियो। मलाई अनि मसँगै जानुभएका सबैजना रमाइलो मान्दै फोटो भिडियो बनाउनु भयो। यहाँनिर चराको गुड बनाइएको रहेछ। चराको गुडमा बसेर फोटो खिच्न मिल्ने। भैँतिर हेर्ने हो भने निकै सुन्दर फुलहरू उत्तिकै देख्न सकिन्थ्यो। यहाँ सबैजना आफ्नै तरिकाले रमाउँदै हुनुहुन्छ र यहाँनिरको फेरि मैले सर्लक्क क्यामेरा घुमाएर वरिपरिको यो हरियाली अनि रमणीय दृश्यलाई क्यामेरामा कैद गरेकी छु। यस्तै रमाइलो दृश्यहरू हेर्दा हेर्दै घुम्दा घुम्दै रमाउँदा रमाउँदै बिस्तारै साँझ पनि पर्न थालेको थियो। सबैजना घुमेर हामी फेरि आफ्नो घरतर्फ लाग्यौँ।